दुनुट बनाउनको लागि पहिलो त मैले 1 केजी मैदा लगेको छु। त्यस पछाडि दुनुट बनाउनको लागि यीस्ट चाहिने भएकोले मैले पिठोको मात्रा अनुसार यीस्ट हालेँ। यीस्ट हालिसकेपछि मैले चिनी हालेँ। पिठोको मात्रा अनुसार तपाईहरुले आफ्नो स्वाद अनुसार चिनी हाल्न सक्नुहुनेछ। चिनी हालिसकेपछि मैले पिठोको मात्रा अनुसार नुन हालेँ। नुन हालिसकेपछि मैले पिठोमा चिनी, नुन र यीस्टलाई राम्रोसँग मिक्स गरेँ। मैले राम्रोसँग मिक्स गरिसकेपछि गरम पानी हालेँ। किनभने हामीलाई यीस्टलाई एक्टिभेट गर्नको लागि हामीले गरम पानी लाग्नुपर्ने हुन्छ। धेरै तातो पनि हुनु हुँदैन। हामीले आफ्नो हात हाल्दाखेरि त्यसलाई सहन सक्ने किसिमको गरम पानी हाल्नुपर्छ र गरम पानी हालिसकेपछि मैले पिठोलाई राम्रोसँग थोरै पानी हाल्दै मिक्स गरेँ र मैले पहिला नै पिठो हल्का छुट्याएको छु किनभने पछि गिलो हुन सक्छ भनेर तपाईहरुले पनि पहिला हल्का पिठो छुट्याएर राख्नु होला। गिलो भयो भने पछि पिठो राखेको भएपछि मिक्स गर्न सजिलो हुन्छ नि त। त्यसैले मैले पिठोलाई राम्रोसँग पानीमा मिक्स गर्दै गएँ। त्यसरी 10 मिनेटसँग मैले पिठो मुछिसकेपछि मैले तपाईहरुले घिउ छ भने घिउ लगाउन सक्नुहुन्छ। तर मैले घिउ नभएकोले मैले हामीले सधैँ भान्सामा प्रयोग गर्ने सूर्यमुखी तेल लगाए। पिठोमा राम्रोसँग जताततै लाग्ने किसिमले राम्रोसँग मिक्स गरेँ। जताततै पिठोलाई रोल बनाए राम्रोसँग मुछे। यसरी हामीले पिठो गिलो नै हुनुपर्छ। हाम्रो पिठो दुनुट बनाउनको लागि गिलो नै हुनुपर्छ। यसरी हामीले तेल लगाउँदा हाम्रो हातमा पनि ट्यासिँदैन। यसरी राम्रोसँग तेल लगाएर पिठो मुछिसकेपछि हामीले यसलाई राम्रोसँग छोपेर राख्नुपर्ने हुन्छ। मैले थालले राम्रोसँग छोपे। कतै कुनै ठाउँबाट पनि हावा नजाने किसिमले मैले राम्रोसँग छोपे। यसलाई हामीले 3 घण्टा अथवा 4 घण्टा जति राख्नुपर्ने हुन्छ र राखिसकेपछि यो पिठो फुलेर डबल भएको हुन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ मैले 3 घण्टासम्म राखेर यसरी हेर्दा पिठो डबल भइसकेको थियो र डबल भइसकेपछि मैले पिठोलाई टेबलमा हल्का पहिला छुट्याएको पिठो राखेर राम्रोसँग पिठो हल्का त्यो सुक्खा पिठो राखेर त्यो पिठो पहिला भिजाउन हालेको पिठोलाई राम्रोसँग त्यो टेबलमा राखेर राम्रोसँग मुछे फेरि। मेरो हातमा टालिँदै थियो।
अनि यसरी टालिँदा मैले तेल लगाउँदै मुस्दै गरेँ। लगभग 10 मिनेट जति लाग्यो होला मलाई यस्तो गर्न। यसलाई राम्रोसँग रोल गर्न, राम्रो गराउनको लागि मलाई 10 मिनेट जति लागेको थियो। मैले तेल मिक्स गर्दै यसरी पिठोलाई राम्रोसँग म्यास गरेँ। म्यास गरिसकेपछि मैले हातले त्यो पिठोलाई राम्रोसँग फैलाएँ। राम्रोसँग ढिलो पारिसकेपछि मैले राम्रोसँग त्यसलाई हातले नै फैलाएँ। बेलनले गर्न पनि सक्नुहुन्छ, तर मैले बेलनले भन्दा त्यो टेबलमा राम्रोसँग पहिला आफ्ना तेल लगाएको थिएँ। तेल लगाइसकेपछि त्यो पिठोलाई राम्रोसँग त्यो गोलो गोलो बनाइसकेपछि अनि त्यसलाई मैले हातले फैलाएँ। हातले राम्रोसँग फैलाइसकेपछि मैले फैलाएँ। यसरी फैलाइसकेपछि मैले एउटा कचौरा लगेको छु र त्योसँगै एउटा डिउको बोतलको बिर्को पनि लगेको छु, त्यसलाई बिचमा पल पार्नको लागि। अनि कचौराको सहायताले मैले डोनटको साइज बनाएँ। मलाई त हान्छ म गइजान छोरी सानी लोट लासी है त्यहाँ भिख बनाउँदा लोटिन्छ नानी गाली यसरी मैले साइज बनाइसकेपछि अनि बिर्कोले बिचमा डिउको बिर्कोले बिचमा गराएँ। यसरी मैले बनाइसकेपछि यसरी मैले डोनट बनाएर रेडी बनाएँ। रेडी बनाइसकेपछि मैले कराईमा तेल तताउन हालेको थिएँ। तेल त्यति गरम त्यति तातिनु हुँदैन, तर मैले तेल तताउन बसाल्दा त्यति तातिएको रहेन रहेछ। मैले रोटी हाल्दा केही पनि भएन, तर धेरै तातो हुनु हुँदैन। तेल नै हुनुहुन्छ भने गरम गर्नु होला। हस् त धन्यवाद। मनतातो हुनुपर्छ। त्यस पछाडि मैले रोटी